ओके सो आजको टपिकमा चाहिँ हामी कुरा गर्छौं शेयर फोरफिचरको बारेमा हैन। यो चाहिँ बोर्ड एक्जाममा 3 मार्क्समा सोधिरहेछ। यहाँबाट मेनली हामीको तीनटा जर्नल एन्ट्री सोध्ने हो। एउटा हामीको फोरफिचर भएको बेला जर्नल एन्ट्री के हुन्छ हैन, त्यही फोरफिट भएको शेयरलाई फेरि रिइस्यु कोही अर्को नयाँ शेयर होल्डरलाई बेच्दाखेरि जर्नल एन्ट्री के हुन्छ, अनि अर्को भनेको लास्टमा गएर प्रॉफिट कति भयो त त्यसलाई क्यापिटल रिजर्भमा ट्रान्सफर गर्दाखेरिको जर्नल एन्ट्री के हुन्छ। त्यो तीनटा जर्नल एन्ट्री चाहिँ एक मार्क्समा टोटल 3 मार्क्समा सोधिरहेको हुन्छ है त। अब यहाँनिर सबभन्दा सुरुमा शेयर फोरफिचर भनेको के हो त्यो बुझ्नु जरुरी छ हैन। शेयर फोरफिचर भनेको चाहिँ सिम्पली के भन्दाखेरि यदि कुनै शेयर होल्डरले पेमेन्ट गर्ने बेला डिफल्ट गरिदियो भने, पैसा दिन सकेन भने हैन, उसको केही कारणले गर्दा पैसा दिन सकेन भने उसको शेयर टोटली क्यान्सल गर्ने प्रोसेसलाई नै हामी शेयर फोरफिचर भन्छौँ। जस्तै के हुन्छ भन्दाखेरि जस्तै कुनै एउटा शेयरको भ्यालु चाहिँ 100 रुपैयाँ रहेछ, ठीक छ। अब यो 100 रुपैयाँ माग्दाखेरि कम्पनीले यसलाई 3-4 वटा तरिकामा माग्न सक्छ हैन। एउटा भनेको एप्लिकेसनको बेला अलिकति दिनुस् हैन, त्यसपछि हामीलाई अलटमेन्टको बेला पनि अलिकति दिनुस्, अनि अर्को भनेको फर्स्ट कलको बेला पनि दिनुस्, अनि फाइनल कलको बेला पनि दिनुस् भनेर यसरी क्याटेगोरी गरेर हुन्छ। जस्तै यसको लागि मैले एक्जाम्पल लिए, सुरुको लागि 20 हैन, सेकेन्डको लागि 30, थर्डको लागि 30, फोर्थको लागि 20, ठीक छ। सुरुमा तपाईले एप्लिकेसन भन्नेबित्तिकै 20 रुपैयाँ दिनु पर्यो। त्यसपछि जब तपाईलाई एप्लिकेसन पर्छ अललोड भएको बेला कति दिनु पर्यो 30 रुपैयाँ, अनि फर्स्ट कल बोलाउने बेला 30 रुपैयाँ, फेरि फाइनल कल बोलाउने बेला 20 रुपैयाँ। अब के भइदिन्छ फोरफिचर चाहिँ के भइदिन्छ भन्दाखेरि अगाडिको जस्तै यो तीनटा पेमेन्ट गर्दियो, यहाँनिर आएर शेयर होल्डरले पेमेन्ट गर्न सकेन भने अब यसको शेयरलाई के गरिदिन्छ कम्पनीले फोरफिट गरिदिन्छ हैन। फोरफिट भनेको पुरै क्यान्सल गरिदिन्छ। अब त्यही क्यान्सल गरेको बेला जर्नल एन्ट्री के हुन्छ त्यो चाहिरहेको छ है त, त्यो चाहिरहेको छ। अब त्यसकै लागि यहाँ 2079 को सेट भीमा एउटा क्वेसन सोधेको रहेछ। ए कम्पनी लिमिटेड फोरफिटेड 400 शेयर्स अफ रुपीज 100 एज भनेको छ हैन। 400 शेयर्स अफ रुपीज कति भनेको छ, अफ रुपीज 100 each फर द नन पेमेन्ट अफ फाइनल कल मनी अफ रुपीज 20 पर शेयर भनेको छ। हेर्नु है, एउटा शेयरको प्राइस 100 रुपैयाँ रहेछ, तर उसले के गर्दै भन्दाखेरि फाइनल कलको बेला 20 रुपैयाँ चाहिँ दिन सकेन। 20 रुपैयाँ दिन सकेन मतलब उसले कति मात्र दिएछ, 80 मात्र दिएछ। 80 मात्र दिएछ, उसले के गर्दैछ अब उसको शेयरलाई फोरफिट गर्दैछ। अब फोरफिट गरे बेला जर्नल एन्ट्री के हुन्छ हेरौँ है त। जस्तै अब शेयर एप्लिकेसन अलटमेन्ट र फर्स्ट कल फाइनल कलको जर्नल एन्ट्री गरे बेला हामीले के गर्थ्यौँ भन्दाखेरि एप्लिकेसनको पैसा आयो टु शेयर क्यापिटलमा ट्रान्सफर गरिदिन्थ्यो, अलटमेन्टको पैसा आयो फेरि शेयर क्यापिटलमा, फाइनल कलको आयो शेयर क्यापिटलमा हैन, फर्स्ट कलको आयो शेयर क्यापिटलमा ट्रान्सफर गर्थ्यो। अब त्यो सबै क्रेडिट साइडमा टु शेयर क्यापिटल भनेर ट्रान्सफर गरिदिन्थ्यो हामीले, टु शेयर क्यापिटल भनेर ट्रान्सफर गरिदिन्थ्यो, ठीक छ। टु शेयर क्यापिटल भनेर यहाँनिर 100 रुपैयाँ हालिरहन्थ्यो हरेकमा। अब आज यही शेयर होल्डरको यो शेयरलाई क्यान्सल गर्दैछ। यो शेयरलाई क्यान्सल गर्दाखेरि के गर्नु पर्यो, अघि क्रेडिटमा थियो भने अब यो सबै कहाँनिर आउँछ, डेबिटमा आउँछ। शेयर क्यापिटल अकाउन्ट भनेर डेबिट साइडमा हाल्नु पर्यो। 400 इन्टु कति हाल्नु पर्यो, 100 नै हाल्नु पर्यो। अब यहाँनिर फेरि कन्फ्युजन के आइदिन्छ हेरौँ है त। यहाँनिर त अनि फोरफिट गर्ने भनेको त 20 रुपैयाँ दिन नसकेर पो फोरफिट गरेको होइन। 20 रुपैयाँ दिन नसकेपछि यहाँनिर 400 इन्टु 20 गरौँ न, किन 400 इन्टु 100 गरेको, उसले 80 रुपैयाँ त दिइसक्यो नि त। 80 रुपैयाँ दिइसक्यो भने 20 रुपैयाँलाई मात्र क्यान्सल गरौँ न। यो गऱ्यो भने फेरि कम्पनीलाई फाइदा के त हैन, कम्पनीले पनि पनिसमेन्ट त दिनु पर्यो नि, केही पनिसमेन्ट त दिनु पर्यो। अब शेयर होल्डरै क्यान्सल गरिदिने भनेपछि यहाँनिर 400 इन्टु 20 गऱ्यो भने फाइदा के भयो त कम्पनीलाई, फाइदा के भयो। अब शेयर त पर्नको लागि त 100 मा 100 नै तिर्नु पर्यो। त्यही भएर कम्पनीले के गर्छ भन्दाखेरि तिमीले 20 रुपैयाँ दिन नसके पनि तिम्रो अब पुरै 100 रुपैयाँ नै क्यान्सल हुन्छ, 100 रुपैयाँ क्यान्सल हुन्छ भनेपछि अनि अगाडि दिएको 80 रुपैयाँ चाहिँ के भयो त, त्यो 80 रुपैयाँ चाहिँ कम्पनीको लागि फाइदा भयो, ठीक छ। त्यो 80 चाहिँ कम्पनीको लागि फाइदा भयो। उसले 20 रुपैयाँ दिन नसकेर उसलाई फोरफिट गरिदिएको, ठिक छ। त्यही भएर शेयर क्यापिटल अकाउन्ट डेबिट भनेर 40,400 इन्टु 100 गर्नु पर्यो। अब यहाँनिर अघिपट्टि त्यो जुन 20 रुपैयाँ दिन नसकेको जर्नल एन्ट्री हामीले अगाडिपट्टि शेयर अलटमेन्ट एप्लिकेसन र कल्समा गर्दाखेरि त्यो जर्नल एन्ट्रीमा के लेखेको थियो होला भन्दाखेरि पक्कै कल्स इन एरियर्स अकाउन्ट डेबिट भनेर 400 इन्टु 20 देखाएको थियो होला। कल्स इन एरियर्स अकाउन्ट डेबिट भनेर 400 इन्टु 20 देखाएको थियो। अब आज तिर्नु नसकेपछि त्यो कल्स इन एरियर्सलाई पनि क्यान्सल गराउनु पर्यो। क्यान्सल गराउनलाई यहाँनिर के राख्नु पर्यो, क्रेडिट साइडमा कल्स इन एरियर्स अकाउन्ट राख्नु पर्यो। कल्स इन एरियर्स अकाउन्ट भनेर कति देखाउनु पर्यो, 400 इन्टु कति नै देखाउनु पर्यो, त्यही 20 रुपैयाँ क्यान्सल गराउनु पर्यो नि त। अब यो कल्स इन एरियर्स भनेको उठ्नु पर्ने पैसा अघि डेबिटमा थियो अब उठ्दैन भने चाहिँ क्यान्सल गर्नु पर्यो। 8000 यहाँनिर
क्रेडिट साइडमा भयो। अब यहाँनिर हेरौँ है त, भनेपछि 100 रुपियाँको सेयर क्यान्सल गरिदिएको, जुन मध्ये 20 रुपियाँ उठाएको थिएन, भनेपछि बाँकी 80,000 चाहिँ कम्पनीको लागि फाइदा हुन्छ। त्यसलाई नै भन्छ हामी सेयर फोरफिचर अकाउन्ट भनेर त्यसलाई यसरी रिप्रेजेन्ट गर्छौँ है त। 400 × 80 कति भयो? 32,000। यो चाहिँ अब कम्पनीको लागि फाइदा भयो। जुन सेयर होल्डर जसले चाहिँ 400 वटा सेयर्स होइन, एउटाको भ्यालु कति थियो? 100 थियो, त्यसमा उसले 20 रुपियाँ दिन नसकेर त्यसको सेयर नै फोरफिट गरिदिएको थियो। त्यो सेयर फोरफिट गर्दाखेरि कम्पनीलाई नाफा कति भयो? 32,000। कसरी नाफा हेरौँ है त। जस्तै 100 रुपियाँमा 20 रुपियाँ दिन नसक्यो त नि, 80 त दिएको होइन त, 80 त दिएको भनेपछि यो 80 त कम्पनीले खाने हो, यो पैसा त खानु पऱ्यो कम्पनीले होइन। अब यो चाहिँ त्यो सेयर होल्डरलाई घाटा नै हुनु भयो, ठिक छ। यो भयो एट द टाइम अफ फोरफिचर है, यो एट द टाइम अफ फोरफिचर वाला जर्नल एन्ट्री, एट द टाइम अफ फोरफिचर। अब सेकेन्ड जर्नल एन्ट्रीमा के सोधेको छ भन्दाखेरि इन्ट्री फर रिइस्यु भनेको छ। रिइस्यु अब यसकै सेयर चाहिँ अब बेच्दैछ कम्पनीले, हेरौँ है त, यसकै सेयर कतिमा बेचिरहेको छ हेरौँ है त। नन पेमेन्ट अफ फाइनल कल मनी अफ ₹20 per share आउट अफ फोरफिटेड सेयर्स 300 सेयर्स वेयर रिइस्युड एट रुपिज कति भनेको छ? 70 per share भनेको छ। जुन फोरफिट गरेको सेयर छ त्यो मध्ये 300 वटा सेयर चाहिँ कति रुपियाँमा बेचिरहेछ अरे? 70 रुपियाँमा बेचिरहेछ। भनेपछि बेच्दाखेरि त पैसा आउँछ, ब्याङ्क अकाउन्ट डेबिट कति? 300 वटा सेयर, एउटा कति रुपियाँमा बेचिरहेछ? कति रुपियाँमा बेचिरहेछ? 70 रुपियाँमा, भनेपछि टोटल 21,000मा बेचिरहेछ, ठिक छ। त्यही जुन अघि 400 वटा सेयर, यो जुन 400 वटा सेयर जसको एउटाको भ्यालु कति थियो? 100 रुपियाँ थियो, त्यही 400 वटा सेयर मध्ये 300 वटा सेयर बेचिदिरहेछ, तर कतिमा बेचिदिरहेछ? 70 रुपियाँमा बेचिरहेछ। अब 100 पर्ने सेयर 70मा बेच्यो भनेपछि नाफा भयो कि घाटा भयो? घाटा भयो होइन, घाटा भयो। अब त्यही घाटालाई चाहिँ केबाट एडजस्ट गरिन्छ भन्दाखेरि यही जुन सेयर फोरफिचर भन्नेबाट एडजस्ट गरिन्छ। किन भन्दाखेरि अघि त्यही सेयर फोरफिट गर्दाखेरि यो नाफा आएको थियो कि थिएन? यो नाफा आएको थियो भनेपछि अब घाटा पनि यहीँबाट एडजस्ट गरिन्छ। त्यही भएर हामी त्यो घाटालाई के लेख्छौँ? सेयर फोरफिचर अकाउन्ट डेबिट भनेर 300 × 100 को सेयर 70मा बेच्यो भने चाहिँ कति घाटा भयो? 30 रुपियाँ होइन। भनेपछि टोटल कति भयो? 9,000 भयो। टु सेयर क्यापिटलमा त जहिले पनि ओरिजिनल भ्यालु हुन्छ होइन। टु सेयर क्यापिटल अकाउन्ट भनेर 300 वटा सेयरको ओरिजिनल भ्यालु कहाँ नै जान्छ? यो सेयर क्यापिटलमै जान्छ होइन, सेयर क्यापिटलमै जान्छ। त्यही भएर यहाँनिर कति भयो? 30,000। बुझिहाल्छ? यहाँनिर 100 पर्ने सेयर कतिमा बेचिरहेछ? 70मा, त्यही भएर 70 रुपियाँ नै आयो। अनि बाँकी 30 रुपियाँ चाहिँ कम्पनीलाई घाटा भयो कि भएन? घाटा भयो। त्यही भएर त्यसलाई चाहिँ रिप्रेजेन्ट केबाट गरिन्छ? सेयर फोरफिचर अकाउन्ट अघिकै नाफाबाट चाहिँ एडजस्ट गरिन्छ, ठिक छ। अघिकै नाफाबाट एडजस्ट गरिन्छ। यो जर्नल एन्ट्री भयो। यो जर्नल। अब लास्टमा हामीलाई जर्नल एन्ट्री के सोधेको छ भन्दाखेरि ट्रान्सफर एन्ट्री बनाउनुहोस् न भनिरहेको छ। ट्रान्सफर एन्ट्री होइन, ट्रान्सफर एन्ट्री। अब सेयर फोरफिचर भनेको जहिले पनि रिजर्भमा बसिन्छ। त्यो रिजर्भ भनेको क्यापिटल रिजर्भ हो, ठिक छ। क्यापिटल रिजर्भ जहिले पनि क्रेडिट साइडमा हुन्छ होइन। त्यही भएर टु क्यापिटल रिजर्भ भनेर आउने भयो, टु क्यापिटल रिजर्भ अकाउन्ट। अब हेरौँ है त, अघिको यहाँनिर कति हुनुभयो भन्दाखेरि 32,000 होइन। सुरुमा भएको नाफा यो भइहाल्यो 32,000 माइनस यो पालि भएको घाटा कति भयो? 9,000। भनेपछि यति मात्र नाफा बच्यो, जुन चाहिँ क्यापिटल रिजर्भमा ट्रान्सफर हुन्छ होइन। सेयर फोरफिचरको पैसा कहाँनिर ट्रान्सफर हुने भयो? अब क्यापिटल रिजर्भ भनेर ट्रान्सफर हुनुभयो। कति भयो? 23,000। यो पनि कति भयो? 23,000। एकचोटि फेरि केस बुझौँ है त। सबभन्दा सुरुमा 100 रुपियाँ पर्ने सेयर 20 रुपियाँ दिन नसकेर हामीले क्यान्सल गरिदिएको थियो भनेपछि कति पाएको थियो? त्यो सेयर होल्डरबाट 80 पाएको थियो। त्यही 80 × 400 भनेको 32,000 नाफा भएको थियो सबभन्दा सुरुमा हो। 32,000 नाफा भएको थियो। सेकेन्ड केसमा के भइदिरहेछ भन्दाखेरि 100 रुपियाँ पर्ने सेयर 70 रुपियाँमा बेचिरहेछ। रिइस्यु भएको बेला 100 रुपियाँ पर्ने सेयर 70मा बेचिरहेछ भनेपछि घाटा कति भयो? 30 रुपियाँ घाटा भयो। भनेको टोटल अमाउन्ट चाहिँ कति भयो होइन? 30 रुपियाँ होइन त, एउटा सेयरमा 300 वटा सेयर बेचिरहेछ, यहाँ रिइस्यु भइरहेछ भनेपछि टोटल कति घाटा भयो? 9,000 घाटा भयो। भनेपछि लास्टमा फाइदा कति मात्र भयो त? सुरुमा त्यो मान्छेलाई सेयर होल्डर क्यान्सल गर्ने बेला 32,000 फाइदा भयो। सेकेन्डचोटि रिइस्यु गर्ने बेला 9,000 घाटा भयो। भनेपछि अब हामीसँग फाइदा कति मात्र छ? 23,000 मात्र, विच इज टु बी ट्रान्सफर टु द क्यापिटल
रिजर्भ अकाउन्ट ठिक छ। यो जर्नल इन्ट्री चाहिँ जहिले पनि हुन्छ है। ट्रान्सफर इन्ट्रीमा क्यापिटल रिजर्भ जहिले पनि क्रेडिट साइडमा बस्छ, सेयर फोर्फिचर जहिले पनि डेबिट साइडमा बस्छ। अनि यसरी चाहिँ यो क्वेसन गर्नु पर्यो है त।